चाहिँ खुनारी बल्फेले ठाउनेर हेलिकप्टर ल्यान्ड गर्दै गरेको अवस्था हो। बाङ्गो बाङ्गो हुँदै आइराखेको छ, मतिर पनि आउँदैछ। के गर्न आँटेको थाहा भएन। ओहो, सागतिर डाउन गरेर आयो है। है अलरेडी ल्यान्ड गर्यो है। फेरि निस्क्यो त त्यहाँबाट। ओ एकैछिन बसेर निस्क्यो है। ओहो ओहो, घुमायो, फनक्कै घुमायो है। आहा, फनक्कै घुमायो। ओहो, के गर्न खोज्यो हौ। ओ पुरै घुमायो त हौ। 390 मा घुमायो त हौ। घुमाइ गर त गो, एकै ठाउँमा घुमाइ गर। बस आयो। ओहो, सिकारीले सिक्दै गरेको हो क्या हो। गाडी आएर डिस्टर्ब गरो है। हेलिकप्टरको भिडियो बनाउन नि दिएन। चक्कामा उ लगाउँदैछन्, के अरे टेका। अब चाहिँ उड्दैन, अब चाहिँ पुरा बसायो। ओहो, मरा बजियाले स्टार्ट बन्द गरे जस्तो छ। आवाजै पुरै हरायो। यो चाहिँ आर्मीको ठुलो क्याम्प हो। यहाँ चाहिँ हेलिकप्टरहरू प्राय दिनमा
एउटा दुईवटा आइरहने गर्छन्। यहाँबाट चाहिँ उत्तर कोरिया पनि खासै धेरै टाढा छैन। त्यो पहाड देखिन्छ, त्यो पहाडबाट उता गयो भनेदेखि उत्तर कोरिया पनि देख्न पाइन्छ। तर यो उत्तर कोरियाको लागि चाहिँ यहाँ आर्मी बसेको चाहिँ होइन खास गरी, तर पनि जे नहोस् आर्मीको यो ठुलो क्याम्प चाहिँ हो। त्यसको पड्के कति टाइम लागेको त बन्द गर्न पनि फेरि है। यो चाहिँ पुरा गाउँ एरिया जस्तो देखिन्छ है। यो चाहिँ हाम्रो बागमती नदी भन्ने पनि हुन्छ है। यो चाहिँ पुरै बागमतीको फोहोर जस्तो छ, सेम त्यही हो। उत्तर कोरिया हेर्न सकिन्छ। यो मुन्सुसान भन्ने यही हो। मुन्सुसानको माथि चढेर चाहिँ चट्टसँगले उत्तर कोरियाको दृश्य अवलोकन गर्न पनि सकिन्छ। ल हेर्नुहोस्, कोरियाको यस्तो हो। ल ठिक छ। मरेको सियाल जस्ताले बल्ल बन्द गरौँ। अघि बन्द गर्छ भनेको बल्ल अहिले चाहिँ गरौँ है। ओहो ओहो, कति उसले मात्रै चलाउने जस्तो छैन र। बदा हामी पनि चलाउँथ्यौँ होला नि त्यो चलाउन त। के हाल्नु त, चलाउने छ थियो, दिँदैन होला। एकछिन माग्न जाउँ कि भनेको। होस् अब बरु बल खेल्न गइन्छ अब, भलिबल।